Hello everyone, namaste, welcome and welcome back to my channel. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ म यतिकै र्यान्डमली भिडियो बनाउन लागेको हो। रुममा बस्दा कस्तो टाउकै दुख्यो अनि यसो बाहिर फ्रेश हुनलाई बाहिर जानु लागेको। साथीहरु रेडी भइसकेको छु अनि थोरै सामानहरु किन्न मार्ट पनि जानु छ। साथीहरु भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला, लाइक पनि गरिदिनु होला। म चाहिँ निस्किसकेको। कस्तो आनन्द भयो, हावा सरर चलिरहेछ अनि ठिकै घाम पनि डुबिरहेछ नि त अनि शीतल भइरहेछ। अनि म तपाईहरुलाई समुद्र पनि देखाउँछु। साथीहरु अस्ति पनि देखाएको थिएँ। समुद्र देख्न सक्नुहुनेछ तपाईहरुले। वाउ ब्युटिफुल। त्यही हो साथीहरु। कस्तो बोल्नै आउँदैन मलाई त केही पनि। समुद्रमा त पानी अलिक सुकेको छ कि क्या हो आजभोलि। हो त रहेछ, नत्र भने यहाँ पानी यहाँसम्म हुन्थ्यो, धेरै सुकेको रहेछ। ल साथीहरु, म चाहिँ हिँड्दा फ्रेश भइसकेँ अनि मेरो पछाडि समुद्र। म चाहिँ छेउतिर हिँड्दै थिएँ नि त साथीहरु, यहाँ तलतिर। अनि हावा पनि सरर आउँछ नि त समुद्रको, अनि त्यही भएर भित्रतिर नहेरिकन सरसर हिँड्दै थिएँ। भिडियो बनाउँदै यता मासतिर एकचोटि हेरेको त वाउ फुल्लै फुल। तपाईहरुलाई पनि देखाउँछु। अब म छिर्छु यहाँ भित्र। वाउ यस्तो दामी फुल। वाउ कस्तो तिहारको याद आइदिरहेको क्या। सबै फुल फुल्न बाँकी नै रहेछ। यहाँ कति धेरै कोपिला लागिरहेको छ अनि यहाँ सबै फुलेको छ। कस्तो दामी देखिरहेछ। अनि सबै फुल फुल्दा कस्तो राम्रो हुन्थ्यो होला, सबै एकैचोटि फुल्दा। अनि त्यही हो साथीहरु, यहाँ माथि चाहिँ कस्तो राम्रो रिसोर्ट छ। अनि वाउ अनि अब रात पनि पर्न लाग्यो। कस्तो दामी। वाउ कति राम्रो फुल हौ। वाउ ल साथीहरु, अलिक साझा पर्यो नि त, भिडियो खासै राम्रो क्वालिटी त आउँदैन होला, तर कस्तो धेरै फुलेको। वाउ कस्तो राम्रो देखेको। तपाईहरु भिडियो मार्फत इन्जोय गर्नु होला साथीहरु। सबै फुलेको भए कस्तो दामी हुन्थ्यो। साझा पर्यो साथीहरु, अब चाहिँ घर जानुपर्ने हुन्छ। यो फुलहरु देख्दाखेरि त घर जानै मन लागेको छैन। त्यही हो, भिडियो गरिदिने मान्छे पनि छैन। यस्तरी गर्दै यही क्याप्चर जस्तो छ। वाउ यस्तो फुलहरु त नेपालमा पनि छ है, तर थोरै रोपिन्छ, खासै धेरै चाहिँ रोपिँदैन। टन्नै भिडियो फोटो खिचेर म चाहिँ हिँडेँ साथीहरु। म रुमदेखि निस्किँदाखेरि 6:30 भएको थियो, अहिले 7:30 भइसक्यो। रात पर्यो साथीहरु, तर कस्तो आजभोलि त 7:30 8 बज्न लागिसक्यो। कस्तो रातै परेको छैन त साथीहरु। कुन महिना हो अहिले? तर यो महिना त यस्तै त नि है, अबदेखि स्टार्ट भएको नि त, अलिक ढिलै रात पर्छ नि त है।